माननीय हर्क साम्पाङज्यूले चाहिँ यतिखेर चाहिँ पुलको उद्घाटन गर्दै हुनुहुन्छ रिबन काटेर। तपाईँले देखिरहनु भएको छ होला। पक्कै पनि देश विकास कसरी हुन्छ भन्ने कुरो यहाँबाट पनि प्रष्ट हुन सक्छ दर्शक महानुभावहरू। आजबाट चाहिँ यो पुलको उद्घाटन भएको कुरो पनि तपाईँलाई जानकारी भइसकेको छ र जानकारी गराउन पनि चाहन्छु दर्शक महानुभावहरू। पक्कै पनि देश विकास अब श्रमदानबाट हुन्छ। हेर्नु होला, यत्रो ठुलो सरकारले गर्न नसकेको प्रोजेक्ट आज एउटा माननीय हर्क साम्पाङज्यूको भिजनमा उहाँले चाल्नु भएको कदमलाई पछ्याएर 3 करोड नेपाली जनताले समर्थन गरेको कारणले गर्दाखेरि आज हेर्नुहोला दार्चुला व्यास गाउँपालिका वार्ड नम्बर 2 काठेदुमलिङमा चाहिँ यहाँनिर झोलुङ्गे पुल निर्माण भएको छ र विशेष गरी श्रमदाताज्यूहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँले रात दिन नभनिकन श्रम गर्नुभयो र त्यहाँको श्रमदान गर्दाखेरिको टिम लिडर उहाँहरूले पनि धन्यवाद दिन चाहन्छु। चेन अफ कमानमा उहाँले चाहिँ यसलाई काम गर्नुभएको कारणले गर्दा आज भन्दा छिटो चाहिँ यो काम सफल भएको छ दर्शक महानुभावहरू। हेर्नुहोला, यतिखेर चाहिँ माननीय ज्यूले चाहिँ रिबन काटेर चाहिँ पुललाई उद्घाटन गर्दै हुन्छ दर्शक महानुभावहरू। अब अन्तिम विकल्प भनेको चाहिँ श्रम संस्कृति पार्टी माटो चिन्ह रहेको छ। सम्पूर्ण नेपाली जनताले अब पक्कै पनि माटोलाई समर्थन गर्नुपर्ने दिन आएको छ अनि मलाई देश विकास हुन्छ भन्ने कुरो यहाँबाट प्रष्ट हुन सक्छ दर्शक महानुभावहरू। हेर्नु त दार्चुलावासीहरू अब कति खुसी हुनुहुन्छ भन्ने कुरो यहाँबाट पनि प्रष्ट हुन सक्छ। एउटा श्रमदानबाट यस्तो ठुलो ठुलो काम चाहिँ हेर्नुहोला। अब यतिखेर चाहिँ माननीय ज्यूले चाहिँ यहाँनिर नरियाल फुटाउँदै हुनुहुन्छ। यो पुल रिबन काटेर उद्घाटन गरिसक्नु भएको छ। अब नरियाल फोडेर चाहिँ त्यहाँनिर हेर्नुलाई चढाउनु रहेछ। जय माटो जय देश।